हेलो गाइस छोड़ ना हो कैमरा को प्यार भेट हेलो गाइस वेलकम ब्याक टु स्विस ब्लग। सो आज चाहिँ हामीहरू भर्खर उठेको हैन, मुखहरू पनि दुःख छैन। अन्तखेरि अब हामी गुड मर्निङ गाइस। अन्त चाहिँ अब हामी मुखहरू धुन्छ के गर्छ। आज दिनमा हाम्रो प्लान छ, पानी परेन भने के गर्छ सबै हामी देखाउँछ। अन्त यहाँ चाहिँ हाम्रो बरुना बसिरहेको छ, उठ्दैछ भर्खर। यहाँ चाहिँ हाम्रो यता आउन न प्रोग्रेस चाहिँ प्यारेन्ट्स हैन। यहाँ चाहिँ हाम्रो साथीले ब्ल्याङ्केट पठाउँदैछ हो। हामीले माम सब्जी खाएर हामीले मामहरू पकायो, ब्ल्याङ्केट पठाउन लगाएको। बिरालो पनि देखाइदैन हाम्रो महिला चाहिँ यता रुम तिनीहरू सफा गर्दैन। अनि सिकालो एक त फाँसिदिए। हेलो गाइस, अब चाहिँ हामीहरू मुखहरू धोएर आइसक्यो, ब्रस गरेर आएको। गाडी छैन मेरो तर बेसी हुँदैन गाइस हो। अब खुट्टाको न स्किन केयर भयो। कम्ती हुँदो रहेछ नि त बट्टामा लगाएको छुइनँ। के हो त्यो चाहिँ? मोइस्चराइजर। अनि म मात्रै फेस क्रिम नगर्ने त्यसै पनि अर्डर गरेको हैन रहेछ नि। पैसा गर सिस्टम चालु देखेन हो। बासु के छैन न त सुकिने नम्बर छ। सिरप पनि लाग्यो, सनस्क्रिन पनि लाग्यो। फर्किन पर्यो। ओइ भातले बनिन्छ नि। ए उल्टापट्टि भयो भइरहेको रहेछ ओइला। नामले कस्तो म्याच सृष्टि भनेको होला। त्यसो कस्तो लाउनु भने अस्ति लेखे मलाई त्यो फ्याक्नु यो चाहिँ फेक्न त यतापट्टि हुनुपर्छ नि। असल चाहिँ खासै मेरो कोटिङ देख्थेँ नि। आम्मा सुबाले चाहिँ हुन्छ न हिँड्ला जस्तो भएछ। खत्रो लगाएको भगवान। कन्सिलर हो। कन्सिलर चाहिँ कम्ती हुन्छ। तैँले के थापेको त्यो सेप होइन? आँखा मुनि मात्रै लाउँछु। राति तपाईँ गेट रेडी भित्री बनाउनु भनेको 3 दिन भएको थियो। ए हो यहाँ के हो? We are all set guys now. हामीहरू हिँड्न आँटेको हैन। अनि हेड उता जाँदैछ बा त। उठेको हैन यहाँबाट। मैले केही लगाएकै छुइनँ एकछिन। मेरो हात चिप्ले भयो। छोड न हो क्यामेराको अगाडि चाहिँ। झोला ग्याङ म्याचिस। बेबी तिमी ब्याड बिच। अनि म चाहिँ कुकुर। बेबी तिमीलाई टोके भने मैले टोके तिमीलाई र्याबिस। हुन्छ तिमीलाई र्याबिस। नाम के हो भन तिम्रो? पार्वती कि कमला। बजाइदिन्छु ठमला। डम 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 टमला। सो गाइज अब हामी रुमदेखि निस्किसक्यो होइन। हामी कहाँ जान्छ हामीलाई थाहा छैन। माथि गएर डिसाइड हुन्छ। यहाँ छ मेरो साथी अनुसिका। Today is a sunny day. So guys अब चाहिँ हामी हिँडिसक्यो हाम्रो पिकनिक तरफ होइन। अब यहाँ ट्याक्सी रुङ्गाई हुन्छ। ओ हाम्रो अगाडि चाहिँ प्रिटी लेडी जान्दैछ। ल हेर्नु उस्तो नगर्नु। मैले गरेको होइन। बेसी प्यार भएर हिँड्नु नि यिनीहरू बाटो। छिटो ट्याक्सी गयो। हामी अब माथि पुगेर मात्रै देखाउने वालामा छ। I am pretty, no any oops moment, all fit and fine. हामी चाहिँ गाडीमा बसिसक्यो।
guys, we are finally in Rose Garden. You all can see the beauty of Rose Garden. ए सबै मैले बोकेको छु हामीले खानेकुराहरू पनि बोकेको छ. It's like our dry picnic जस्तो आएको है. मैले बोकेको छु सबै गाइस So pretty. Headache. एकछिन मलाई देखे बसा So guys, भर्खर चाहिँ हामीले सक्यो खाएर हैन. हामी सबै यता देखाउ हामी सबै सफा पर्यो प्लास्टिकले Yes. सबै सबै हामी अब चाहिँ we are ready to explore Rose Garden. अन्त लगाऊ. मलाई भोक लागेर मुला Let's keep Sikkim clean and green. यो खोल्नुपर्छ हौ. प्याक रहेछ जान्दैन नि त यो. डन कार्टुन मिमीको कार्टुनको डस्टबिन चलाउने बानी अन्त यसलाई यहाँ नजानेर खोल्नु. मिमीको कार्टुनको डस्टबिन चलाउने बानी. पानी पर्ने रहेछ अब पर्ने रहेछ कस्तो आइस गाइस यो आउँदा पनि मैले बोकेको हो जाँदा पनि मैले बोके मेरो आँखा देखाउन पर्यो चिप्पी चिप्पी चप्पा चप्पा रुबी रुबी रावा रा. हामी चाहिँ एक्सप्लोर गर्दैछौँ हैन. मैले फोटोमा आएको छैन, भिडियोमा आएको छैन. मैले पनि बोकिरहेको छु. यहाँ छ मेरो हैन. जाडो हुँदैछ यता कता कता तर केही छैन. ब्युटी स्पेन वेदर चाहिँ अचानक चेन्ज भएर चाहिँ खतरा पानी पर्न थियो. अगाडि पनि फुल स्टमक ह्याप्पी मी. बाई. गाइस हाम्रो ड्राई पिकनिक सक्यो तर डरलाग्दो गडाङगुडुङ खाँदैछ पानी न हामीले खाइसक्यौँ. ब्रो हेर्नुहोस् त ल यस्तो भइरहेको छ होइन आकाश. मलाई चाहिँ कसम भनेको पुरा डर लाग्छ त्यही माथि यस्तोसँग होइन गडाङगुडुङ. ओ यो रोक्न. रोक्यो खुबै रोक्नु पनि भने टर्निङमा रोक्छ गाडी. गाडी पनि छैन रहेछ सर्टकट जाउँ भनेको. हेर्नु न आकाश यस्तो भइरहेको छ मार्छ. होइन गाइस कुदौँ भन्छु म चाहिँ गाडी पर्खिनु भन्दा चाहिँ. ड्राई पिकनिक चाहिँ हाम्रो चाहिँ वेट पिकनिक भइसक्यो गाइस. खाइ पनि सकिन गर्न कुदेको देखिसक्नु हुनु छ. कहाँ गयो यो कुदेको. आकाश हेर्नु सक्नुहुन्छ कस्तो भइसक्यो पानी पर्यो.
तल जान्छु परिरहेको हुन्छ पानी ऊ ट्याक्सी आयो गाडी पनि हुँदैन रहेछ होइन यहाँ टुरिस्ट ऊ पछि खाली क्या ब्रो कुन सर्टकट ए अन्त ब्रो यो सर्टकट ओह्रालो कुद्दैछु म टाढो हो ट्याक्सीहरू पनि पाउँदैन रहेछ यहाँतिर चाहिँ अन्त लिटरली आकाश हेर्नुहोस् त्यस्तो भइरहेको छ हो लाइटिङ पुरा हुँदैछ मलाई पुरा डर लाग्छ लाइटिङसँग हो प्लिज प्रे फर मी म बाँच्दिनँ हौ लाइटिङ भयो लाइटिङ भयो मबाट डराउनु पर्ने त खासमा त अब भनेर मसँग हिँड्दैनौ यस्तो छ हालत प्लिज प्रे फर अस गाइस छाता उठायो लाइटिङ भएको छ मलाई पुरा डर लाग्छ कि कुद्न छाता मारेर कुद आजको जस्तो चाहिँ नि डर यस्तो छ वेदर गाइस यस्तो हावा बतास चल्दैछ होइन अन्त हामी चाहिँ हिँड्दैछ हो पुग्नु अझै लामो छ बाटो फाइनली हामी रुम पुग्न लागेको छ होइन नेपाली अनुष्का चाहिँ ऊ छाता सिधा पारेर अगाडि हुँदैछ अहिले पानी पर्दा चाहिँ छाता उसको सिधा भएको छ पानी नपर्दा चाहिँ छाता सिधा भएको छ पानी पर्दा चाहिँ छाता उल्टा हुन्छ यसको चाहिँ यो स्टाइल हो एउटा होइन जुन स्टाइल हर कोहीकोमा हुँदैन सो अब आज यति नै थियो यति नै भन्दै म मेरो भ्लग एन्ड गर्न चाहन्छु बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ टिल नाउ